जय शम्भो आदरणीय भक्तजनहरू। अब हामी फेरि उपस्थित भइसकेका छौँ एउटा सानो भिडियो लिएर। हजुरहरू साथै रहनुहुन्छ भन्ने आशा गर्दै र अब एउटा उहाँको भनेको विचित्रको जीवनी हजुरहरू समक्ष हामीले राख्दै गयौँ र उहाँ कस्तो किसिमको स्वभावको हुनुहुन्थ्यो यो कुरा त भनेको तपाईँहरूलाई प्रश्न भइ नै सकि नै गएको छ, किनकि उहाँ अब त्यसरी एक ठाउँमा तपस्या गर्दा एउटा भैँसीको उद्धार गर्नुभएको कुरा पनि यहाँहरूले प्रत्यक्ष रूपमा थाहा पाइसक्नु नै भयो। उहाँलाई निन्दा गर्दाखेरि भनेको चमत्कारिक त्यस्तो किसिमको घटना भएको कुराहरूदेखि लिएर सर्पीहरूका कुराहरूदेखि लिएर यस्तै कुराहरू हजुरहरूसँग यस्तै चर्चा परिचर्चाहरू हामीले तपाईँहरू माझ ल्यायौँ। यस्तै सामग्रीहरूका साथमा हामी उपस्थित भइसकेका छौँ र यस्तै हो। उहाँको जस्तो स्थितिमा भनेको अहिलेसम्म कुनै पनि त्यस्तो महात्माता हुन बिरलै पनि छ र भइगए पनि चिन्न गाह्रो छ, किनकि हामीले आफूलाई त चिन्न सकिरहेका छैनौँ। जब भने आत्मा र महात्मा त धेरै फरकै छ समादरणीय भक्तजनहरू। यस्तै हो, एक दिन अवश्य भने हामीले कोसिस गर्नुपर्छ, प्रयास गर्नुपर्छ। सत्य के हो हामी भेट्टाउन सक्छौँ। सत्य भेट्टाउनको लागि हामीले यो कृत्रिम शरीर नै सत्य हो भन्नेको पछि दगुर्नुभन्दा पनि हामीले आफू भरिसके आत्मा भनेको हाम्रो प्राण भएर हामी प्राणी भयौँ, त्यही हो। र जुन प्राण भनेकै आत्मा हो र यसै गरी अब के भएछ भने त्यसरी तपस्या गर्न लाग्नु भएको थियो अनि त्यस्तो किसिमको घटनाहरू भयो यसरी गुफामा। अनि अब गएर हिंस्रक पानी अनि एउटा के थियो अघोरीसित, एकजना अघोरीसँग पनि यसरी भेट भएको थियो। सिंहलाई पनि बाटो छोड भनेर उहाँले सिंहको राजा भएर पनि बाटो छोड भन्ने कुरो त्यस्तो गरेर थपक्क छोडिदिएको कुरा स्पष्ट यहाँहरूलाई हामीले चर्चा गऱ्यौँ र उहाँ सबैको प्रकारले पूर्ण हुनुहुन्थ्यो। उहाँलाई कुनै कुराको आवश्यकता थिएन, कुनै पनि वस्तु थिएन जुन उहाँलाई प्राप्त थिएन, जसबाट सबैलाई जान्दछ। उहाँलाई त्यसको ज्ञान भइसकेको थियो। समाधान भक्तजनहरू यस सबैले आफ्नो आफ्नो दृष्टिमा उहाँलाई हेर्नुहुन्थ्यो। जस्तै अज्ञानी संसारिकहरूको दृष्टिमा उहाँ एउटा साधारण साधु र साधुको दृष्टिमा उहाँ ज्ञानी अनि महात्माको दृष्टिमा भनेको उहाँ एकजना सिद्ध पुरुष हुनुहुन्थ्यो। सिद्धि प्राप्त भएर चाहिँ सिद्ध पुरुष भइसक्नु भएको थियो। यस्ता किसिमका महात्मा हाम्रा शङ्कराचार्य स्वामी ब्रह्मानन्द सरस्वतीको संक्षिप्त जीवनी यहाँहरू माझ मैले राख्दै आइरहेँ र यस्तै किसिमका उहाँका बाल्यकालदेखिका घटनाहरू अहिले भन्नै थाल्नु भने त समय धेरै लाग्छ। त्यसैले हामीले छोटो अवधिको लागि हजुरहरूलाई भिडियो हामीले राखि नै सकेका छौँ र अरू आवश्यक छैन भन्ने हामीलाई लागिरहेछ र खासै राख्न। आदरणीय भक्तजनहरू, हजुरहरूले प्रत्येक अध्यायको लास्टदेखिको भिडियो हेर्दै आउनु हो भने ब्रह्मानन्द सरस्वतीको बारेमा हजुरहरूले पत्ता लगाउन सक्नुहुनेछ र मेलैसँग हेर्नुभयो भने के हो यस विषयमा हजुरहरूले जान्न सक्नुहुनेछ। तर हजुरहरूले हामीलाई लाइक, सब्सक्राइब र सेयर गर्नै पर्ने हुन्छ। र आजको हाम्रो प्रस्तुति रहेको छ 7औं अध्यायको सुरुको प्रस्तुति, ज्योतिष पीठोद्वार आचार्यको अभिषेक सम्बन्धी हामीले हजुरहरू समक्ष राख्न गइरहेका छौँ र
अब सुरु गर्न चाहन्छु। सम्पूर्णमा जय शम्भो। यस समय भारत धर्ममा मण्डलले ठुला ठुला अधिवेशनहरू जगद्गुरु भगवान श्री शङ्कराचार्यद्वारा स्थापित उत्तर भारतको धर्मपीठ श्री ज्योतिर्मय मठको पुनरुद्धारको चर्चा चल्न थालेको थियो। सन् 1908मा धेरै नरेशहरूलाई अनुरोध भयो, जसले यस प्रस्तावको पूर्ण रूपले समर्थन गरे। सफलता विशिष्ट विद्वानहरूले निश्चय गरे ज्योतिर्मठको पुनरुद्धार यथाशीघ्र हुनुपर्छ। प्रश्न आयो, ज्योतिर्मठलाई पुनरुद्धार गर्न सक्ने तथा पर्याप्त योग्यता सम्पन्न जगद्गुरु शङ्कराचार्यलाई कसलाई बनाउने? भारत धर्म महामण्डल विशिष्ट कार्यकर्ताहरू तथा उत्तर भारतका प्रसिद्ध विद्वान शङ्कराचार्य पदका लागि योग्य महात्माको खोजमा लागे। यस पदका लागि त्यही व्यक्ति सबैको दृष्टि उचित हुन सक्दथ्यो, जसले विशुद्ध एवं प्रतिष्ठित ब्राह्मण वंशमा जन्म लिएको होस् तथा श्री जगद्गुरु शङ्कराचार्यले स्थापित गरेका 4 मठहरूको कुनै पनि मठको शिष्य परम्परासँग सम्बन्धित होस्। विधिवत सन्यास दीक्षा प्राप्त दण्डी स्वामी होस्, विद्वान चरित्रवान विवेकशील तथा ज्ञानवृद्ध होस्, वैदिक शास्त्र प्रमाणलाई सर्वोपरि मान्यता दिने होस्, वर्णाश्रम मर्यादाको सदैव रक्षा गर्नेवाला होस्, अद्वैत सिद्धान्तको पोषक एवं अध्यात्म विद्याको उत्तम प्रचारक होस्, इष्टनिष्ठा राख्नेवाला होस् तथा योग आदिका सिद्धिहरूबाट सम्पन्न होस्। यस्तो गुण सम्पन्न महात्माको खोजी थियो, किनकि धेरै समयदेखि उच्छिन्न धर्मपीठको उद्धार गरेर जनतामा धर्माचार्य पीठलाई प्रतिष्ठित गरी समाजलाई धर्मोन्मुख बनाउन एउटा महान कार्य थियो, जो कुनै विशिष्ट दैवी शक्ति सम्पन्न व्यक्तिद्वारा नै पूर्ण गर्न सकिन्थ्यो। सौभाग्यले विद्वानहरूको दृष्टि उपयुक्त गुण सम्पन्न केवल उहाँमाथि नै पर्यो, तर उहाँको परम त्याग, वैराग्यमय, तेजपूर्ण निष्क्रियता तथा एकान्तिक जीवन देखेर कसैको पनि पीठोद्धारको लागि प्रयास गर्ने साहस थिएन। उसको सिद्धान्त र जनसम्पर्कलाई सर्पको समान सदैव त्याग्नुपर्छ भन्ने होस्, जसको उद्गार यदि कोही शुकदेव समान त्यागी होस्, बृहस्पतिको समान विद्वान होस् र कुबेरको समान धनवान होस् तैपनि मलाई त्यसको केही आवश्यकता छैन भन्ने होस्। त्यसैले यस्तो असङ्ग व्यक्तिलाई पीठ सञ्चालनको प्रस्ताव गर्न कतिको उचित अथवा न्यायसङ्गत हुन सक्दथ्यो? पाठकले स्वयं अनुमान लगाउन सक्नुहुन्छ। धर्मपीठको उद्धार हुनु नै थियो। महाराज श्री पनि यता सहरमा कहिलेकाहीँ आउन थाल्नुभएको थियो र चतुर्मास्य व्रत सुरु गर्नुभएको थियो। बिस्तारै बिस्तारै प्रभावशाली धार्मिक पुरुषहरूद्वारा पीठोद्धारको प्रस्ताव पनि हुन लाग्यो। सबैजनाले प्रयत्न गर्दा गर्दा बुद्धिमानीहरूले भनाउँदै गर्दा महाराज श्रीको अन्तःकरणमा पीठोद्धारको लागि केही स्थान बन्यो नै। तर फेरि पनि समय आउँदा उहाँको विरक्त अन्तःकरण एकपटक फेरि झस्कियो र आफ्नो पूर्व रूपमा आइहाल्यो। समादरणीय भक्तजनहरू, हामी अहिले ज्योतिष पीठोद्धारक आचार्यको अभिषेक, जुन पीठमा उहाँलाई आचार्यमा अभिषेक गर्न राजपाटको जिम्मा दिन लागिरहेको छ र यस्तै यस्तै चर्चा परिचर्चाहरूलाई
भन्दै आइरहेका छौँ। अभिषेकको पूर्ण तयारी भइरहेको समय निश्चित भइसकेको थियो र यस प्रयोजनको लागि काशी सनातन धर्म सम्मेलनको 9औं महाधिवेशन पुरा तयारी गरिएको थियो। तर अभिषेकको तिथि आउनुभन्दा 2 दिन पहिला महाराज श्री जसको अभिषेक हुनु थियो अन्तर्ध्यान हुनुभयो र कुनै अज्ञात स्थानमा जानुभयो। यो सोचेर कि उहाँको अनुपस्थितिमा कुनै अर्को महात्मालाई अभिषेक गर्नेछन् र त्यसपछि केही समय फेरि प्रकट हुन्छु भनेर महाराज श्री आश्रमबाट खोइ पनि कहाँ जानुभयो, उहाँ कतिखेर जानुभयो र कसरी जानुभयो यो कसैले पनि थाहा पाएनन्। वातावरण गम्भीर बन्यो किनकि पर्सि नै अभिषेक हुनुपर्ने थियो। त्यो दिन एकदमै धेरै प्रयत्न गरेपछि परिश्रमपछि मात्र आएको थियो। यस घटनाले धार्मिक जगतमा क्षोभ व्याप्त भयो। कार्यकर्ताहरूको मनमा अनेक प्रकारको तर्क वितर्क उठ्न थाल्यो। केही टाढाका दण्डी महात्माहरूको पनि अन्तरङ्ग रूपमा प्रस्ताव उठ्न थाल्यो। तर भारत धर्म महामण्डलका वयोवृद्ध महात्मा श्री स्वामी ज्ञानानन्दजी महाराजले विद्वानहरूलाई धैर्यले कार्य गर्न परामर्श दिनुभयो र भन्नुभयो, धर्मपीठको द्वारको यो महान कार्य हो। यस प्रकारको निष्क्रिय त्यागी तथा सुयोग्य महात्माले नै यो भार सम्हाल्न सक्नुहुन्छ। अन्य कसैलाई अभिषेक गरियो भने उसमा त्यति योग्यता नहुनाले पीठको दैवी शक्तिको विकास हुन सक्दैन। 165 वर्षदेखि सुप्त पीठको शक्तिलाई जागृत गर्नका लागि यो सत्पात्रमा मात्र विकास सम्भव छ। यस सम्बन्धमा शीघ्रता गर्नु लोक कल्याणको दृष्टिले उचित प्रतीत हुँदैन। सबैतिर तारपत्र आदि पठाएर अधिवेशन अनिश्चित समयको लागि स्थगित गरिएको सूचना पठाइयो र महाराज श्रीको खोजी हुन थाल्यो। समादरणीय भक्तजनहरू, अब फेरि जुन कार्य अभिषेकको लागि तयारी पुरा भइसकेपछि महाराज श्री जुन अन्तर्ध्यान हुनुभयो तब त्यो कार्य नै अभिषेक कार्य नै त्यसलाई भनेको स्थगित गरेर त्यसलाई रोकेर अब भनेको उहाँको हाम्रो महाराज श्री शङ्कर ब्रह्मानन्द सरस्वती महाराजज्यूलाई खोजी कार्य भइरहेछ। समादरणीय भक्तजनहरू, अहिलेलाई यति नै हाम्रो भिडियो। यस्तै छोटा छोटा रोचक ज्ञानवर्धक भिडियोहरू हजुरहरू समक्ष राख्दै जाने नै छौँ हामी। अहिलेलाई भने आज्ञा चाहन्छौँ। हवस् त, सम्पूर्णमा जय शम्भो।